असफलता डरलाग्दो कुरा होइन। असफलता भनेको सिकाइएको पहिलो कक्षा हो। मैले पनि धेरै पटक असफलता भएको छु, तर त्यही असफलताले मलाई सिकाएको छ के कसरी राम्रो बन्न सकिन्छ। तपाईँको असफलताले तपाईँलाई कहाँ पुर्याउँछ भने त्यो कुरालाई थाहा गराउँछ, किनकि तपाईँ कुन चिजमा असफल भएको छ त्यो चाहिँ बताउँछ तपाईँको सफलताको सिडी कहाँ छ, कति टाढा कति माथि छ। जस्तै कि तपाईँलाई एउटा बिलिनियर बन्नु छ र तपाईँ त्यो बाटोमा हिँड्नु भएको छ। अब त्यो बाटोमा असफलता फेलियर आउँदैछ, तब तपाईँले थाहा हुन्छ म चाहिँ अब बिलिनियर बनिहाल्छु, किनकि मलाई त्यो लेभलको फेलियर भएको छु। म त्यो लेभल त्यो माथिको असफलता हेरेछु, भोगेछु, तर मलाई थाहा छ अब म सफल हुनेवाला छु। तपाईँको असफलता नै तपाईँलाई सफलको अनुभव गराउँछ। तपाईँको असफलता नै तपाईँलाई सफलको, तपाईँको सक्सेसको पोइन्ट बताउँछ कि कति पर्सेन्टेज चान्स छ तपाईँलाई सफल हुनु। जति ठुलो तपाईँको फेलियर छ, जति ठुलो नै तपाईँको सक्सेस हुन्छ।